एभ्रीवान, आज चाहिँ हामी यो फुल कसरी बनाउने भनेर सिकाउँदैछौँ। यो चाहिँ कति पनि नजान्ने मान्छेले पनि बनाउन सक्छ। यो बनाउन चाहिँ एकदमै सजिलो छ। यो चाहिँ व्हाइट छ भने हामी चाहिँ पिङ्कमा बनाउँदैछौँ। यस्तो वायर यस्तो यो फजी वायर लिनुपर्छ। यसको चाहिँ यसलाई चाहिँ धेरै नै चाहिन्छ। त्यसलाई चाहिँ यसरी बराबर दुई ठाउँ यसरी बेन्ड गर्ने बेन्ड गरेर काट्ने है। अनि त्यसपछि फेरि यो दुईटालाई यसरी 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 बेन्ड गर्ने। यो चाहिँ यस्तो गर्ने यस्तो गर्ने यस्तो गर्ने। यो भयो यो भयो अनि यस्तो अनि यसरी भित्रबाट गरेर यतिकै छोड्ने। यो चाहिँ पछि यहाँ तल गमलाई चाहिँ आफै पेस्ट हुन्छ, बटाउनु पर्दैन। यसरी नै यो चाहिँ हामीले यहाँ धेरै नै बनाउँछ। यो चाहिँ फुल हुने भयो। अनि त्यसको लागि यो बिच्चाको भाग बनाउने यो ओरेन्ज कलर येल्लो कलरको त्यसको लागि चाहिँ यो सिम्पल छ। यसरी बटार्दै जाने। यो नसकिँदासम्म बटार्दै जाने। अलिकति गोलो बनाउनु पर्छ। यो भयो। यहाँ चाहिँ यसलाई यसरी भित्र हाल्ने, नत्र गम लगाउँदा नि हुन्छ। यसरी हाल्ने। यो अहिले पछि पेस्ट गर्दाखेरि बराबर हुन्छ है। यो अहिले यस्तो देखियो भने गम लगाएर सेट गर्दा यो भयो है। अब देखियो यो चाहिँ यो बिच्चाको भाग हो भने अब यो बनाउने है। यो पिङ्क कलरको लागि चाहिँ हामीले चाहिँ डार्क पिङ्क लिएको छ। त्यसको लागि चाहिँ हाम्रो ब्याम्बो स्टिक हुन्छ हामीसँग। ब्याम्बो स्टिक लिने अनि यसरी यो मजाले टाइट गर्दै बटार्दै जाने। यसरी यसरी यो यसरी मजाले बटार्ने अनि यसरी निकाल्ने। अनि यसलाई चाहिँ यसरी फिजाउने। फिजाउँदाखेरि चाहिँ यसको मेजरमेन्टमा चाहिँ त्यतिसम्म फिजाउने। यसरी हामीले यस्तो गर्ने। धेरै फिजाउनु पर्दैन, फिजाए पनि काट्न मिल्यो। अनि यसरी यसलाई चाहिँ यसरी माथि राख्ने हो है। गमले चाहिँ हामीले यसरी यसको माथि माथि राख्ने हो है। अब यसपछि यसको पछाडि चाहिँ हामीले चाहिँ यो हाल्ने यिनीहरू छ नि। अब यिनीहरू पेटल्स चाहिँ हामीले चाहिँ यो पछाडि हाल्ने यसरी हाल्दै हाल्दै जाने। अब यसको माथि चाहिँ फेरि एक लेयर फेरि सेकेन्ड लेयर थप्नुपर्छ। यसरी नै यसको माथि माथि थप्दै जाने। डबल लेयर दिन्छ यसरी। चाहिँ हामीले चाहिँ यो ब्याम्बो स्टिक पनि राख्न मिल्छ। अर्को चाहिँ यो फलामको यस्तो ग्रिन स्टिक पनि पाइन्छ। यसले चाहिँ अब जसरी आफूले यतातिर फर्काउने उतातिर फर्काउनु मिल्ने भयो, अगाडि पनि फर्काउनु मिल्ने भयो। यो चाहिँ तपाईँ चाहिँ अब यसलाई चाहिँ यसरी स्ट्रेट राख्न छ भने चाहिँ यो एउटा ब्याम्बो स्टिकले युज गर्दा मात्रै हुन्छ है। अनि पछि यसलाई चाहिँ यहाँ यसरी नै यहाँ यो यसरी राख्नुपर्छ यसरी। अनि त्यसपछि चाहिँ यो हाम्रो यो येल्लो कलरको बनाएको थियो नि पहिला, सेम तरिकाले यो पनि बनाउने। अनि पछि यहाँ हाल्ने अनि यहाँ हाल्ने। अब चाहिँ हामीले चाहिँ यो फुललाई चाहिँ यसरी अगाडि यसरी बेन्ड गर्ने। अगाडिको टुप्पो चाहिँ बेन्ड गर्नुपर्छ। यो पछाडिको फेरि अनि यतातिर बेन्ड गर्ने है। यसरी नै पछाडिको चाहिँ आफूतिर बेन्ड गर्ने। यसरी यो चाहिँ यसरी यो अगाडि यसरी बेन्ड भयो। यो चाहिँ यसरी अगाडि बेन्ड भएपछि हामीले चाहिँ यो रेडी हुन्छ। यहाँ चाहिँ हामीले चाहिँ यो पछाडि पर्ने भएर चाहिँ हामीले यस्तो पिङ्क कलरको चाहिँ एड गरेको छैन। तपाईँलाई मन लाग्छ भने चाहिँ एड गर्दा हुन्छ। हामीले चाहिँ यसरी राख्छौँ किनभने यहाँ मुनि चाहिँ तपाईँलाई हरियो टेप पाइन्छ। हरियो टेप चाहिँ राख्नु होला। यसरी स्ट्रिङ डाँठ जस्तो देखिन्छ। अनि यसरी हाम्रो यो रेडी भएको छ। यो चाहिँ ब्याम्बो स्टिकमा भएको अरे। यो चाहिँ यसरी हामीले बेन्ड गरेर राख्नु भएकोले हामीले चाहिँ यो आइरन यसरी स्टिक पाइन्छ कि आइरनको यसरी यस्तो देखिन्छ। हजुरहरूले पनि बनाएर ट्राई गर्न सक्नुहुन्छ। धन्यवाद।